जिउनुपर्छ आमेन। हामीले आएर पुलपिटमा ठिक्कै पारेर बोल्यो, बाहिर घरको जीवन जिउनु हुँदैन। तपाईँ यहाँ खानु हुँदैन भने प्रचार गर्नु भएको छ, तपाईँले खानु हुँदैन तर भात नखानु भनेको होइन फेरि। अशुद्धका कुराहरू धेरैचोटि जाने विश्वासीहरूले पनि खाएको पनि देखेको छु, मैले भेटाएको छु। आज तपाईँलाई यो अन्तिम एउटा तपाईँको लागि एउटा समय हो, तपाईँको लागि बहुमूल्य एउटा समय छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो जीवनमा जिउँदै हुनुहुन्छ, मेरा कोई एहसास है जैसे तू पास है मेरे पास है ऐसे मेरा कोई एहसास है जैसे हाय मैं मर ही जाऊं जो तुझको ना पाऊं बातों में तेरी मैं रातें बिताऊं होठों पे लम्हा लम्हा है नाम तेरा है तुझको ही गाऊं मैं तुझको पुकारूं सैयारा तू तो बदला नहीं है मौसम जरा सा तपाईँ खानु हुँदैन भने प्रचार गर्नु भएको छ, तपाईँले खानु हुँदैन तर भात नखानु भनेको होइन फेरि। अशुद्धका कुराहरू धेरैचोटि जाने विश्वासीहरूले पनि खाएको मैले देखेको छु, मैले भेटाएको छु। आज तपाईँलाई यो एउटा अन्तिम एउटा तपाईँको लागि एउटा समय हो, तपाईँको लागि बहुमूल्य एउटा समय छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो जीवनमा जिउँदै हुनुहुन्छ, त्यही जीवनबाट परमेश्वरलाई भन्न सुरु गर्नुहोस्। जवानहरू भन्न सुरु गर्नुहोस्, परमेश्वर तपाईँलाई क्षमा गर्नको लागि र तपाईँ निर्माण गर्नको लागि परमेश्वर तयार हुनुहुन्छ। आमेन, हालेलुया। परमेश्वरले तपाईँलाई मलाई कमजोरी भएर बसेर म चाहनुहुन्न, परमेश्वरले तपाईँलाई मलाई बलवान र मजबुत र शक्ति